आज चिकन तन्दुरी खाऊँ न भनेर रिक्वेस्ट गर्नुभयो बुढाले। अनि त्यसपछि म पनि हत्तपत्त गएर चिकन लिएर आएँ। अनि त्यसपछि चिकनलाई म्यारिनेट गर्न थालेँ। त्यसमा लसुन अदुवाको पेस्ट एड गरेँ, बेसार एड गरेँ। अनि त्यसपछि बेसार एड गरेपछि थोरै जिरा धनियाँ पाउडर हालेँ। अनि त्यसपछि स्वादअनुसार गरम मसला पनि राख्न थालेँ। गरम मसला थोरै राखेँ। थोरै गरम मसला राखेपछि अनि त्यसपछि थोरै मरिच पाउडर पनि राखेँ। नुन पनि राखेँ मैले। अनि त्यसपछि त्यसमा दही पनि एड गरेँ। दहीले एकदम मासु जुसी गराउँछ। हाम्रो तन्दुरी एकदम जुसी भयो भने टेस्टी हुन्छ। अनि त्यसपछि त्यसमा बेसन पनि एड गरेँ है मैले। बेसन पनि एकदम युजफुल हुन्छ त्यसमा। अनि थोरै फुड कलर युज गरेँ। त्यसपछि कसुरी मेथी मेन भइहाल्यो। कसुरी मेथी पनि हालेँ मैले। यो पत्ता पत्ता हाल्नभन्दा मैले मिचेर हालेँ। थोरै काँचो तोरीको तेल पनि हालेँ। हाम्रो फ्लेभर बढ्छ यो काँचो तोरीको तेलले। अनि मिक्स म्याक्स गरेर मैले मासु म्यारिनेट गरेँ। त्यसपछि मैले म्यारिनेटको लागि कन्टेनरमा मासु खनाएँ, फुड कन्टेनरमा। अनि त्यसपछि त्यसलाई फ्रिजमा राखिदिएँ। फ्रिजमा राखिसकेपछि यता पेस्ट रेडी गर्न थालेँ टमाटरको मिक्सरमा हालेर। अनि मिक्सरमा एड गर्न थालेँ मैले यो पेस्ट चाहिँ तन्दुरीलाई एकदम ऱ्याप्ड गरे जस्तै गरेर पेस्टलाई युजको लागि मैले मिक्सरमा 3-4वटा टमाटर लिएँ। टमाटरको पेस्ट रेडी गरेँ मैले। अनि त्यसपछि 2-3 घन्टापछि मैले म्यारिनेट गरेको मासु निकालेँ। त्यसपछि कुकर बसालेर तेल राखेँ। जति मासुमा चाहिन्छ त्यति तेल गराएको पेस्ट मैले तेलमा ओइरिदिएँ। अनि त्यसपछि मजाले पाक्ने गरी पकाएँ। अनि टमाटरको पेस्टलाई जति चाहिने नुन राखेँ। अनि मासु ओइरिएँ। मासु मजाले चलाएर अलिकति भुटिनी गरेर एकदमै चलाएर पकाउनुपर्छ। अनि थोरै पानी एड गरेर अनि मैले सिटी लगाइदिन थालेँ। त्यसपछि त्यसलाई मैले कुकरमा सिटी लगाइदिएपछि अनि 2 सिटी लाग्ने गरेर गर्नुपर्छ। सिटी लाग्ने गरी मैले फेरि यहाँ ग्यास पुसे मलाई फेरि सफा चाहिने। त्यसपछि ग्यास पुस्दै थिएँ। यता सिटी लागेको थियो। 1 सिटी लाग्यो। अनि फेरि पनि अर्को सिटी लाउन रेडी छ। अनि यता मैले मकै पनि आज डिनरमा यसो सर्भ गरौँ भनेर मकै पनि भुटेको थियो, हरियो कर्न। अनि यता मासु रेडी भयो। मासु रेडी भएपछि हेर्न थालेँ मैले। ग्रेभीसँग हाम्रो मासु रेडी हुन्छ। अनि यो ग्रेभीलाई हामीले छुट्टै पनि युज गर्न सकिन्छ है। यस्तो च्यापातीहरूसँग खान सकिन्छ। अनि मासु लिएर मैले एउटा उसमा खनाएँ। अनि त्यसमा त्यो सुक्खा गराउनुपर्छ त्यो मासुको त्यो लेभल अनुसारको। अनि त्यो ग्रेभी जुन बच्छ नि त्यसले मासुलाई टकिङ गर्नुपर्छ। अनि त्यो ड्राई हुने गरी छोडिदिनुपर्छ। अनि त्यसपछि झिर रेडी गरेर झिरमा स्मेल आउने गरेर अलिकति एकदम सेकुवा टाइपले पोल्ने है मैले चाहिँ। अनि आज चुकौनी, भटमास अनि तन्दुरी चटनी, स्यालेडहरूसँग मैले आज यो मासु सर्भ गर्ने विचार गरेँ। अनि फर्स्टमा बुवालाई चाख्न दिएँ। बुवाले यम्मी भन्ने रियाक्सन दिनुभयो। अनि त्यसपछि म पनि ह्याप्पी भएँ। बनाएको मान्छेले सर्भ गरेर दिँदा मान्छे ह्याप्पी भयो भने एकदम खुसी लाग्ने।